ओके, ल आज फेरि आइसकेँ म नयाँ अर्निङ एप्लिकेसनको भिडियो लिएर। र आजको एप्लिकेसन चाहिँ एकदमै राम्रो र एकदमै सिम्पल टास्क गरेर तपाईँहरूले अर्निङ गर्न सक्नुहुन्छ। जस्तै सोसल मिडिया फलो, युट्युब च्यानल सब्सक्राइब हो त्यस्ता टास्कहरू गर्न सक्नुहुन्छ। र यो एप्लिकेसन चाहिँ एकदमै भेरिफाइड एप्लिकेसन हो र आफ्नो आफ्नो अकाउन्ट नि भेरिफाई गर्नको लागि सिटिजनसिप चाहिन्छ क्या। भनेपछि कस्तो हो भनेर बुझिहाल्नुभयो होला। सो सबै डकुमेन्ट भेरिफाई गर्नुपर्ने एप्लिकेसन हो। सो अनि एकदमै राम्रो छ। यसमा काम गर्नुहुन्छ भने मैले अलि अगाडि गरेको थिएँ र बिचमा छोडी फेरि गरेको छु र एकदमै राम्रो एप्लिकेसन रहेको छ। सो एप्लिकेसनको लागि मैले कमेन्ट बक्समा दिएको एप्लिकेसनको लिङ्कमा तपाईँहरू क्लिक गर्नुभयो भने तपाईँहरूलाई सिम्पली इन्स्टल गर्न रिडाइरेक्ट गर्नेछ र तपाईँहरूले इन्स्टल गरिसकेपछि तपाईँहरूले सिम्पली एप्लिकेसनमा के कसरी काम गर्ने सबै भन्नेवाला छु। यो भिडियो चाहिँ कोही कसैलाई धनी बनाउने टिप्स एन्ड ट्रिक दिएको होइन, जस्ट एजुकेसन पर्पजको लागि मात्र बनाएको हो। सो अब भिडियो पनि सुरु गरौँ। सो एप्लिकेसनको लिङ्कबाट आइसकेपछि मेरो कमेन्ट सेक्सनको लिङ्कबाट आइसकेपछि सिम्पली तपाईँहरूले इन्स्टल गर्नुहोला। इन्स्टल गरेर तपाईँहरूले ओपन गर्नुहोला। तपाईँहरूलाई केही कोइन पनि मिल्नेछ मेरो लिङ्कबाट आएपछि चाहिँ। सो यहाँ देख्न सक्नुहुन्छ टास्क प्लानेट भन्ने रहेको छ। एकदमै राम्रो प्लेटफर्म हो। सो सिम्पली यसलाई म ओपन गर्छु। ओपन गर्ने बित्तिकै तपाईँहरूलाई चाहिँ अब यसले एउटा गुगल अकाउन्टले लगइन गर्नु भन्छ। सो त्यति गरिसकेपछि तपाईँहरूको यस्तो ड्यासबोर्डमा तपाईँहरू आउनुहुन्छ र तपाईँहरूको अकाउन्ट चाहिँ भेरिफाई भएको हुँदैन है। सुरुमा तपाईँहरूले सबभन्दा गर्ने भनेको एउटा जिमेल अकाउन्टले लगइन गर्ने बित्तिकै तपाईँहरू सिम्पली यहाँ प्रोफाइल भन्ने यहाँ माथि देख्न सक्नुहुन्छ। सो माथि आउनुहोला। यहाँ प्रोफाइलको आइकन भएको हो, यहाँनिर जानुहोला। यहाँनिर गइसकेपछि तपाईँहरूको प्रोफाइलमा जानुहोला र यहाँ गएपछि तपाईँहरूको यहाँ भेरिफाई भएको हुँदैन। सिम्पली तपाईँहरूले आफ्नो नाम जे छ त्यही नागरिकताकै राख्नुहोला, अझ राम्रो हुन्छ है। अनि त्यसपछि यहाँनिर युजर नेम जे राख्दा नि भयो। अनि त्यसपछि इमेलले भेरिफाई गर्नुहोला। एउटा इमेल अकाउन्ट राखेर इमेलमा कोड जान्छ त्यो भेरिफाई गर्नुहोला। कन्ट्री राख्नुहोला, वाट्सएप नम्बर नि राख्न सक्नुहुन्छ, डेट अफ बर्थ, जेन्डर चुज गर्नुहोला। अनि डेट अफ बर्थ चाहिँ जुन नागरिकताको छ त्यो राख्नुहोला। फेरि भेरिफाई हुँदैन अकाउन्ट। अनि यहाँ देख्न सक्नुहुन्छ यिनीहरू भनेको। अनि त्यसपछि अथोराइज यिनीहरू भने। अनि लास्टमा देख्न सक्नुहुन्छ यहाँ केआइसी भेरिफाई भनेकोमा चाहिँ तपाईँहरूले यहाँनिर चाहिँ आफ्नो डकुमेन्ट भेरिफाई गर्नुपर्ने हुन्छ। सो यहाँनिर सेलेक्ट गरेर आफ्नो डकुमेन्ट भेरिफाई गर्नुहोला। र डकुमेन्ट भेरिफाई गरेपछि यति गरेपछि तपाईँहरूको यहाँनिर 100% यहाँ नदेखाएसम्म तपाईँहरूको प्रोफाइल चाहिँ भेरिफाई हुँदैन। सो यो गर्नुहोला। यति गरिसकेपछि तपाईँहरूले सिम्पली अब चाहिँ अर्निङ गर्ने हो। सो अब अर्निङ गर्नको लागि यहाँनिर तपाईँहरूले धेरै देख्न सक्नुहुन्छ। यहाँ स्टार्टिङ अर्न अफ यो भनेको छ। यहाँनिर तपाईँहरूले स्पिन हानेर गरेर यहाँ देख्न सक्नुहुन्छ स्क्रैच एन्ड विन भनेको छ। क्लेम नाउ यहाँ स्क्रैच गर्नुहोला। तपाईँहरू सुरुमा त यहाँ डेलीको नि गरिदिनु होला। अनि विकली लास्टमा हुन्छ यो। अनि यो मन्थलीको यसरी गर्नुहोला। अहिले चाहिँ मैले गरिसकेको भएर छैन है। सो अनि त्यसपछि तपाईँहरूले सिम्पली यहाँनिर अब देख्न सक्नुहुन्छ। यति गरिसकेपछि अर्को भनेको प्रिमियम हो। प्रिमियमतिर नजाउँ र स्पिन छ। स्पिन तपाईँहरूले यहाँनिर देख्न सक्नुहुन्छ। ल यहाँनिर स्टार कन्फर्म गर्नु। अनि यहाँनिर ल यसरी स्पिन हानिदिनु होला। अनि एउटा एड देखाउँ स्पिन यहाँ परेपछि अनि तपाईँहरूले एड हेरिदिनु होला। सिम्पली भइ नै हाल्छ। सिम्पली माथि देख्न सक्नुहुन्छ मेरो चाहिँ यो चाहिँ 0.25% चाहिँ आयो है। यहीँबाट काट्छ अनि यहाँ जति हुन्छ त्यसरी आउने हो यो चाहिँ होइन। अनि तपाईँहरूले त्यसरी गर्न सक्नुहुन्छ भने यहाँनिर देख्न सक्नुहुन्छ टुर्नामेन्ट यहाँनिर पनि तपाईँहरू गर्न सक्नुहुन्छ। यहाँनिर टिकट गरेर देख्न सक्नुहुन्छ कतिजनाको इन्ट्री भए यो पनि गर्न सक्नुहुन्छ तपाईँहरू आफै हेरेर होइन। अनि त्यसपछि यहाँनिर यिनीहरूमा गर्न सक्नुहुन्छ। र अनि त्यसपछि तपाईँहरूले यहाँनिर क्विज खेलेर पनि अर्निङ गर्न सक्नुहुन्छ। देख्न सक्नुहुन्छ यहाँ। अनि क्याप्चा गरेर पनि अर्निङ गर्न सक्नुहुन्छ। यहाँनिर क्याप्चामा जाने अनि त्यसपछि यहाँ चाहिँ रेफरल कोड हाल्नुपर्ने रह। यो कोड चाहिँ म स्क्रिनतिर यो त होइन होला, यो कुपन कोड हुन्छ। यो चाहिँ वाट्सएपतिर यसको जोइन हुनुभयो भने त्यहाँनिर पाउनुहुन्छ भने यहाँनिर रहेको छ।
अरू भनेको यही नै छ। तपाईँहरूले यहाँनिर वाच भिडियो गरेर पनि अर्निङ गर्न सक्नुहुन्छ। सो इन्भाइट फ्रेन्ड गरेर पनि अर्निङ गर्न सक्नुहुन्छ। यहाँनिर देख्न सक्नुहुन्छ 10,000 अप टु भनेको छ। सो अनि त्यसपछि अघि भन्दै थिएँ मैले सोसल मिडिया फलो गरेर गर्ने भनेर। सो त्यो चाहिँ तपाईँहरूले यहाँनिर देख्न सक्नुहुन्छ। यो भनेको भिडियो हेरेर युट्युबमा गरेर फलोहरू गरेर हो, यहाँनिर देख्न सक्नुहुन्छ। जस्ट म एउटा दुइटा गरेर पनि देखाइदिन्छु। वाच भिडियोको आफै गरिहाल्नुहुन्छ। म यहाँको यसको चाहिँ देखाइदिन्छु इन्स्टाग्राममा सिम्पली यहाँनिर क्लिक गर्ने बित्तिकै तपाईँहरूले यहाँनिर इन्स्टाग्रामको देख्न सक्नुहुन्छ। इन्स्टाग्राम प्रोफाइल फलो भनेको छ 10.2टा टास्क रहेको छ। सो म सिम्पली यहाँ गइ नै हाल्छु र यहाँनिर गएर सिम्पली यसो गर्ने अनि त्यसपछि यति गरेर सिम्पली यहाँनिर जाने अनि त्यसपछि इन्स्टाग्राममा रिडाइरेक्ट गर्छ यसले। सो इन्स्टाग्राममा गएर सिम्पली तपाईँहरूले यहाँ फलो गर्नुपर्ने हुन्छ यो आइडीलाई फलो गरेर तपाईँहरूले एउटा स्क्रिनसट लिनुपर्ने हुन्छ। सो स्क्रिनसट लिइसकेपछि तपाईँहरूले चाहिँ यहाँनिर हो यहाँ जाने अनि यहाँ गएर यो चुज फाइलमा गएर यो फोटो राखिदिनु पर्ने हुन्छ क्या स्क्रिनसट चाहिँ। हो तपाईँहरूले यो स्क्रिनसट राखिदिनु होला। सो यहाँ राखिदिएर यहाँ सबमिट टास्क गर्नु होला। यति गरेपछि तपाईँहरूको सिम्पली भइ नै हाल्छ। हो यति गरेपछि अब तपाईँहरूको यो रिभ्यूमा जान्छ होइन। सो अनि त्यसपछि अब यो रिजेक्ट मिलेन भने चाहिँ रिजेक्ट हुन्छ, नत्र तपाईँहरूको 10 पोइन्ट आइ नै हाल्छ। यसै गरी चाहिँ तपाईँहरूले यहाँ टेलिग्राम, युट्युब अनि त्यसपछि इन्स्टाग्राम, फेसबुक गर्न सक्नुहुन्छ। अनि रेफर एन्ड अर्न पनि यहाँनिर देख्न सक्नुहुन्छ। यहाँनिर इन्स्टल एप, यो एप इन्स्टल गर्नु भने तपाईँहरूले कोइन पनि पाउनुहुन्छ। यहाँ भनेकै छ यो सबै तपाईँहरू पढ्नु होला होइन। सो पढेर काम गर्नु होला। सो एकदमै राम्रो रहेको छ अहिलेको लागि यो एप्लिकेसन। सो प्रोफाइल चाहिँ भेरिफाई गर्नुपर्ने हुन्छ, नत्र तपाईँहरूको केही काम नै हुँदैन होइन। सो अनि यहाँ तपाईँहरूले यसरी हाल्न पनि सक्नुहुन्छ पोस्टहरू। अनि यो लिडर बोर्ड भयो है, यहाँ को कति ऱ्याङ्कमा खान भनेर हेर्ने भइगयो। अनि त्यसपछि भनेको तपाईँहरूको अब विथड्र चाहिँ केमा हुन्छ कसरी गर्ने भन्नुहुन्छ भने विथड्र चाहिँ तपाईँहरूको सिम्पली पेपल र बाइनेन्समा हुन्छ। पेपल र बाइनेन्स अकाउन्ट छैन भनेर भन्नुहुन्छ भने त्यसको लागि केही चिन्तै नगरी अर्निङ गर्नु होला। तपाईँहरूको म विथड्र गरिदिनेवाला छु। सो अब विथड्रको लागि चाहिँ सिम्पली तपाईँहरूले यहाँनिर यो चाहिँ तपाईँहरूको पिटिएस केमा दिइरहेको हुन्छ। यहाँनिर तपाईँहरूले चाहिँ यसलाई डलरमा लग्नुपर्ने हुन्छ। सो म यहाँ देखाइदिन्छु पनि। यो चाहिँ तपाईँहरूको यहाँनिर देख्न सक्नुहुन्छ पिटिएसमा हुन्छ क्या। सो तपाईँहरूले यहाँनिर देख्न सक्नुहुन्छ। अनि तपाईँहरूले चाहिँ यसमा गएर चाहिँ तपाईँहरूले एक्सचेन्ज गर्नुपर्ने हुन्छ। एक्सचेन्ज भन्दा नि कन्भर्ट हुन्छ यहाँ आफै। सो तपाईँहरू देख्न पनि सक्नुहुन्छ यहाँनिर पोइन्ट ब्यालेन्स यहाँनिर देखाएको छ भने यहाँ वालेट ब्यालेन्स भनेको अनि माथि तपाईँहरूको देखाएको यहाँ देख्न सक्नुहुन्छ। यहाँनिर तपाईँहरूको यो कन्भर्ट गर्नु होला। सो कन्भर्ट गर्ने बित्तिकै हुन्छ। सो अनि विथड्र गर्नको लागि विथड्रमा जाने बित्तिकै देख्न सक्नुहुन्छ पेपल र बाइनेन्सकोमा गर्न सक्नुहुन्छ तपाईँहरूले विथड्र चाहिँ। सो पेपलमा $5 रहेको छ। सो विथड्र एकदमै राम्रो एप्लिकेसन रहेको छ। कन्भर्ट युएसडिटी भनेको छ यहाँ तपाईँहरू आफै आएर हेर्न पनि सक्नुहुन्छ। सो त्यही नै हो, यो एप्लिकेसन चाहिँ एकदमै राम्रो छ। प्रोफाइल पनि एकदम भेरिफाई गर्नुपर्ने हुन्छ डकुमेन्ट नै राखेर। सो तपाईँहरूले सिम्पली यहाँनिर गएर प्रोफाइल चाहिँ भेरिफाई गर्नु होला सुरुमा अनि अर्निङ गर्नु होला। सो त्यही नै हो, केही बुझ्नु भएन भने सिम्पली मलाई कमेन्ट बक्समा कमेन्ट गर्न पनि सक्नुहुन्छ। अनि कमेन्ट बक्समा रहेको WhatsApp नम्बरमा मलाई सिम्पली म्यासेज पनि गर्न सक्नुहुन्छ केही बुझ्नु भएन भने। त्यही हो, अब आजलाई चाहिँ भिडियो यति नै हुन्छ। अर्को भिडियो लिएर छिटै आउँछु। हस् त, बाइ।